मैले आज पनि प्रधानमन्त्रीको दिको अनुहारमा भनेर देखेको छु। अनुहार उज्यालो पार्नुहोस् प्रधानमन्त्रीज्यू। मैले सबैभन्दा पहिला भेट्न चाहेको शहीदका आमाहरूलाई हो। ए शहीदका आमाहरू हो, तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो रगत खेर जान दिँदैनौँ नि हामी। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जान तपाईँहरूलाई भनेको थिइनँ र तपाईँलाई समस्या पर्यो भने रवि लामिछाने के कारागारमा चन्द्रखुमा चाहिँ आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो राष्ट्रको तपाईँसँग आउँदैछ। सिङ्गो चितवनको माया बोकेर म आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। यो सार्वजनिक मञ्चमा म ती आमाहरूलाई भन्न चाहन्छु, आमा हो, कोख रित्तिएको होला, केही छोराहरूले बलिदानी दिए होला, सिङ्गो चितवनका छोराछोरी तपाईँको साथमा छन्। तपाईँलाई हामी छोड्दैनौँ, हामी छोड्दैनौँ, हामी साथमा छौँ। समय लाग्ला, चिन्ता नगर्नुहोस्। तर यो देशमा शासन ल्याउनको निमित्त स्कुल ड्रेसमा संसद अगाडि ढलेको तपाईँको छोरो त्यहाँ ढल्यो होला, तर हामी ढल्न दिँदैनौँ, हामी ढल्न दिँदैनौँ। उसको शरीर ढल्यो, तर उसले बोकेर आएको सपनालाई हामी ढल्न दिँदैनौँ, मर्न दिँदैनौँ। ए शहीदका आमाहरू हो, यो देशको सपना पुरा गर्नको निमित्त तिम्रो छोरोले, तिम्रो छोरीले दिएको बलिदानीको एक अंश पनि खेर हुँदैन। डर राख, त्यो विद्रोहलाई कतै कुनामा बसेर चिस्काउने चलाउने आँट नगर है। खबरदार, आज हेर्दा तिमीहरू छरिएको जस्तो देखियो तल। हामी यो एक ठाउँमा ल्याउँछौँ, तिमीहरूलाई एक ठाउँमा ल्याउँछौँ, छरिनु पर्दैन, एक ठाउँमा ल्याउँदैछौँ। जेन्जी अभियन्तादेखि नयाँ जति पनि साथीहरू हुनुहुन्छ सबैलाई एकै ठाउँमा ल्याउनु राष्ट्र पनि पहल गर्दैछ। तपाईँको रवि लामिछानेले पहल गर्छ, चिन्ता नगर्नु हो। हताहतका क्रममा कयौँ प्रहरी साथीहरूको पनि ज्यान गयो, उनीहरूले शहादत प्राप्त गरे। म उहाँहरूलाई श्रद्धाञ्जली दिन चाहन्छु र सुरक्षाकर्मी साथीहरूलाई उच्च मनोबलका साथ काम गर्नका अनुरोध गर्न चाहन्छु। हो, हरेक आन्दोलनमा तपाईँहरू टाढो बन्नुहुन्छ, राज्यले दिएको काम गर्दाखेरि तपाईँहरूलाई चोट लागेको छ, तर चिन्ता नगर्नुहोस्। आजसम्म तपाईँले भ्रष्टाचारको आहालमा डुबेकाहरूलाई जबरजस्ती सलाम गर्नु पर्यो। अब तपाईँले भ्रष्टाचारको आहालमा डुबेकाहरूलाई चाँडै सलाम गर्नुपर्ने छैन। जतिखेर यो देशमा नागरिकको सरकार, वास्तविक जनताले भोट दिएर बनेको नागरिकको भ्रष्टाचारहरू मुक्त सरकार बन्नेछ, त्यतिखेर हिजोको आन्दोलनमा तपाईँले खाएको चोटको पनि बदला त्यतिखेर देखिनेछ। सुरक्षाकर्मी साथीहरू मन साह्रो नपार्नु होला, हामी साथमा छौँ, चिन्ता नगर्नुहोस्। घाउ तपाईँलाई मात्र लागेको छैन, हामीलाई पनि लागेको छ। यहाँ सुरक्षा निकायलाई बदनाम गर्ने कोसिस गर्न खोजिन्छ, कोसिसहरू गरिरहेका छन्। म सुरक्षाका सबै निकायहरूलाई उच्च मनोबलमा रहनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र हिजोको दिनमा जनता बचाउँदा सेवासी पाउनुपर्ने नेपाली सेनालाई पनि बदनाम गर्ने काम भएको छ। नेपाली सेनाले जति गर्न पर्थ्यो, जति गर्न सक्थ्यो त्यो गरेकै हो, जनता जोगाएकै हो। नेपाली सेनाप्रति उच्च सम्मान कायम गर्न चाहन्छु, सुरक्षा निकाय नेपाल प्रहरीप्रति उच्च सम्मान कायम गर्न चाहन्छु। राष्ट्रलाई कमजोर पार्नको निमित्त यी निकायहरूमा आक्रमण गर्न बन्द गर्नु होला। न्यायिक निकायलाई उच्च मनोबलका साथ अगाडि बढ्नको लागि अनुरोध गर्न चाहन्छु। जसले जे भने पनि हामीले विश्वास गर्ने न्यायालय नै हो। न्यायालयप्रतिको सम्मान कायम राख्नुपर्छ साथीहरू। न्यायालयका बहसहरूलाई सडकमा ल्याउनु उचित हुँदैन। न्यायालयलाई सुधार्नुपर्छ, आफ्नो ठाउँमा छ, तर भएको न्यायालयलाई विश्वास गर्ने हो। त्यसपछि 5 मिनटमा को जाँदैन, ये मेरो प्यारो चितवन, ये मेरो प्यारो चितवन, ये देवभूमि चितवन, यो चितवनले लगाएको यो गुण इतिहासले सम्झने छ, इतिहासले सम्झने छ। यो दिन कुनै सामान्य दिन होइन, इतिहासले एउटा महत्त्वपूर्ण पाना हो जसको सुरुवात हामीले देख्यौँ। केही 24 दिन हिजो अन्याय नगर्नु, तपाईँले एउटा व्यक्तिलाई अन्याय भयो भने तपाईँले न्याय दिनुभएको। यही 24 दिन आज यो 24 दिन रवि लामिछानेको न्यायको लागि होइन, यो देशको न्यायको लागि खडा भएको छ र यो देशले न्याय पाएरै 5 मिनट लागोस् कि 50 वर्ष लागोस्, यो देशलाई न्याय दिने यात्रा सुरु भइसकेको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु चितवनलाई, धेरै धेरै माया, यो निरन्तर साथ सहयोगका लागि म धेरै धेरै आशा गर्न चाहन्छु।
Rapidai!